सोध्ने कुरा हो क्या पत्रकार भएर त्यस्तो हो सिम्पल कुराहरू नसोध न। अनि त्यसमा पनि महावीर पुनले के भनिरहेछ बारम्बार भनिरहेछ कि मलाई यो हार जित केही मतलब छैन, हारे पनि काम गरिन्छ जिते पनि काम गरिन्छ। अब सफल भयो भने काम गरिन्छ, असफल भए पनि काम गरिन्छ। सफल असफल हार जित भन्ने कुरा मैले जिन्दगीमा चाहिँ कति बेहोरेको छु, जति पनि बेहोर्छु मलाई त्यसले हार जितले सफल असफलताले केही फरक पर्दैन। अब जस्तो कि देशमा अहिले अलिकति नयाँ युगहरू देखिला जस्तो छ, केही नयाँ आशा पलाएका उम्मेदवारहरू आउँदै हुनुहुन्छ होइन, नयाँ युवाहरू आउनु भएको छ। उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँले अब प्रतिनिधि सभा जितेर आउने युवाहरूलाई चाहिँ? बानी सुधार्नुपर्छ है, बानी सुधार्नुपर्छ। अब जितियो भनेर चाहिँ फुरुङ्ग हुने उफ्रिने गर्न चाहिँ हुँदैन। अब यस्तो किसिमको कुराहरू अहिले मात्र, जस्तो अहिले हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ अब बहुमत आउने मोटामोटी पक्का पक्की जस्तो देखिएको छ। अब हाम्रो बहुमत आयो भनेर चाहिँ फुर्किनु हुँदैन, अनि बुद्धि पुर्याएर एकदम संयमित भएर काम गर्नुपर्छ। यस्तो कुरा त 2046 सालमा पनि आएको थियो नि। 2046 सालको उति बेलाका नेताहरू चाहिँ के भयो, फुर्के होइन, फुर्के। अनि चाहिँ उनीहरू चाहिँ त्यति बेला 2046 सालसम्म सम्पूर्ण सबै नेताहरू, एमालेका नेताहरू, काङ्ग्रेसका नेताहरू, अरू पार्टीका नेताहरू एकदम स्वच्छ थिए, भ्रष्टाचारी थिएनन्, एकदम राम्रा थिए, देशको लागि केही गर्छु भनेरै आएका हुन् होइन, गर्न खोजेका पनि हुन्। तर उनीहरूले एउटा जालोमा फसे। त्यो जालो भनेको चाहिँ के हो त भन्दाखेरि चाप्लुसी गर्ने, चाकरी गर्नेहरूको जालोमा फसे। अनि चाकरी गर्ने, चाप्लुसी गर्नेहरूले फाइदा लुटे, उनीहरूलाई चाहिँ खोक्रो बनाइदिए। उनीहरू त्यसबाट के अरे ऊ हुनुपर्ने थियो। त्यसबाट त्यस्ता किसिमका चाकरी गर्ने, चाप्लुसी गर्नेहरूसँग त्यस्तालाई पहिचान गरेर त्यस्तालाई आफ्नो उसबाट चाहिँ आफ्नो सर्कलबाट बाहिर निकाल्नु पर्ने थियो। झन् चाहिँ जाकिँदै झन् जाकिँदै 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 गएर अहिलेको स्थितिमा आए। त्यो 2046 सालको कुरा हो। 2063 सालमा माओवादी पनि एकदमै शुद्ध थियो, भ्रष्टाचार भ्रष्ट कति पनि थिएनन्। जसरी कि 46 सालमा एमालेका काङ्ग्रेसका नेताहरू भ्रष्ट थिएनन्, एकदमै शुद्ध थिए। त्यसरी नै 2063 सालमा एमालेका काङ्ग्रेसका नेताहरू पनि एकदमै शुद्ध थिए, माओवादीका नेताहरू पनि एकदम शुद्ध थिए। देशको लागि केही गर्छु, जनताले साह्रै दुःख पायो भनेर आएका हुन्। तर उनीहरू पनि त्यही हो, चाप्लुसी गर्ने अनि चाहिँ चाकरी गर्ने अनि एउटा सीमित स्वार्थी समूहको उसमा चाहिँ जालोमा फसे। त्यसैले अहिलेको राष्ट्रपालाई पनि म के भन्छु भने इतिहास हेर्नुहोस्, इतिहास हेर्नुहोस्। 2046 सालका 2063 सालका त्यति बेलाका शुद्ध नेताहरू जस्तै तपाईँहरू पनि त्यो जालोमा नफस्नुहोस्। एकदमै जसले चाकरी गर्छ, चाकरीबाज अनि के अरे चाप्लुसीबाज अरूसँग चाहिँ बज्नुहोस्। र त्यसको लागि चाहिँ को चाहिँ के अरे गतिलो मान्छे हो, को चाहिँ अगतिलो मान्छे हो भन्ने कुरा पहिचान गरेर काम गरेन भने राष्ट्रसभा पनि फेरि त्यस्तै फाल्टोमा पर्न जान्छ। त्यसैले यो कुरा चाहिँ अहिलेको अब बहुमत ल्याउने राष्ट्रसभालाई चाहिँ म चाहिँ अहिलेदेखि नै वार्निङ दिन चाहन्छु। म भेटेर पनि वार्निङ दिन्छु। यो अहिले यहाँ यो उसमा पत्रकार सम्मेलनमा मैले मात्र वार्निङ दिने होइन, भेटेर पनि। किनभने नेपालमा एउटा संस्कार छ। नेपालमा संस्कार के छ भने त्यो अहिलेदेखिको संस्कार होइन, उहिलेदेखिकै एकदमै हाम्रो जिजु बाजे पुर्खादेखिको संस्कार के छ भने चाकरी गर्ने, फाइदा चाकरी गर्ने, चाप्लुसी गर्ने। के को लागि चाकरी चाप्लुसी गर्ने भन्दाखेरि आफ्नो फाइदाको लागि। जसले आफ्नो फाइदाको लागि चाकरी गर्छ, चाप्लुसी गर्छ, त्यसले चाहिँ त्यो नेताको हितमा काम गर्दैन। नेतालाई कुनै न कुनै समयमा खाल्टोमा लगाएर हाल्छ क्या त्यस्तो चाप्लुसी गर्नेहरूले। त्यसैले यस्तो कुराहरूबाट बोझ्नुपर्छ। र अहिले नै मैले भनेको छैन, अस्तितिर पनि मैले अन्तर्वार्तामा भनेका थिएँ। अब राष्ट्रपालले 2-4 वर्ष हेरौँ कस्तो काम गर्छन् होइन। अब अहिले नै उनीहरूलाई चाहिँ यस्तो उस्तो भनेर अनेक किसिमको काल्पनिक, कतिले काल्पनिक चाहिँ दोषारोपणहरू पनि गरिरहेछन्, चाहिँ हो हल्ला चलाइरहेछन्। तर म चाहिँ त्यसरी
बिना कुनै उस नगरिकन उनीहरूको चाहिँ काम नहेरिकन म चाहिँ अहिले त्यसो भन्ने पक्षमा छैन। म कहिले पनि थिइनँ, अहिले पनि छैन। र हेर्नुपर्छ, मौका दिनुपर्छ। दिएन भने मौका दिनुपर्छ। राम्रो काम गरेन भने उनीहरू पनि खल्टामा जान्छन् र अर्को नयाँ शक्ति आउँछ नि त। अब तपाईँको जस्तो यो अहिलेसम्मको निर्वाचित हेर्दाखेरि चाहिँ सबैभन्दा तपाईँ अभिभावक जस्तो देखिनु भएको छ, उमेरको हिसाबले होस् या जे कुराले पनि। अब अहिले आउने सांसदहरू प्राय युवा हुनुहुन्छ होइन, तपाईँभन्दा कम उमेरकै हुनुहुन्छ। उहाँहरूलाई चाहिँ तपाईँको सुझाव के हुनसक्छ? मिलेर काम गर भन्ने मेरो सुझाव। झगडा नगर, मिलेर काम गर। मैले पटक पटक फेसबुक पेजमा अस्ति चुनावको बेलामा पनि होइन, मिलेर काम गर, मिलेर काम गर, झगडा नगर। झगडा गऱ्यो भने दुश्मनले चाहिँ के हुन्छ, मौका पाउँछ भनेर त मैले पटक पटक भनिरहेको छु त। अनि अभिभावक त के, अब म त के हो भन्दाखेरि अलिकति बुढो जेन्जी हो होइन, तर म चाहिँ सबैसँग मिल्न सक्छु। अब देशमा सम्भवतः अब राष्ट्रपाले बहुमत लिएर आएपछि छिट्टै नै विश्वकै कान्छो प्रधानमन्त्री बालेन शाह पनि पाउँदैछ देशले होइन। तपाईँले चाहिँ यस्तो के यो उसमा चाहिँ तपाईँले हुन्छ नि कसरी समर्थन जनाउनुहुन्छ उहाँहरूलाई? के छ तपाईँको धारणा चाहिँ यसमा? म एकजना स्वतन्त्र व्यक्तिले समर्थन जनाउने नजनाउनेसँग केही अर्थ राख्दैन क्या। राम्रो काम गर्दै गयो भने समर्थन जनाउँदै जाने हो। अब भोलि पर्सि अब बिग्रिँदै गए उनीहरूले पनि होइन, एउटा प्रतिशोधको भावना नलिकन काम गर्दै गए भनेदेखि अब सबै सधैँ समर्थन जनाउने हो। एउटा भोट हो मेरो संसदमा होइन, त्यसले चाहिँ खास फरक नपर्छ। धन्यवाद। भोट अहिले ल्याउने हो मैले तपाईँको करिब एउटै रिस्यु भएको ६३मा भन्नुभयो ६४मा। संसदबाट नयाँ बजार प्रतिनिधि सभा सदस्य निर्वाचित महाविद्यालयलाई निर्वाचित भएको माननीय मुख्य निर्वाचन अधिकारी जिल्लाधिकारीज्यू सम्पूर्ण फागुन 21मा भएको मतदान पश्चात मतपेटिकाहरू सबै मतपेटिकाहरू आइसकेपछि सुरु भएको मतगणना अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतगणना समाप्त भइसकेको छ। प्राप्त मत परिणाम अनुसार 22,850 मत प्राप्त गरी स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुनुभएको घोषणा भइसकेको अवस्था छ। माननीय मुख्य निर्वाचन अधिकारीज्यूलाई निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। सर अगाडि जानु, सर अगाडि, उहाँ सर अगाडि जानु। पूजाको अर्को विधि भयो। विधि पुऱ्याउनलाई हार्दिक बधाई छ। धन्यवाद। सर उल्टो त्यो बेहोरा पढेर पढ्नु पर्दैन, जितेको प्रमाणपत्र सांसदमा जितेको सांसद भनेको पुरानो हो, बोलाउने सांसद भइयो। कस्तो लाग्यो सांसद पटपट भन्ने फेरि कसम खानु पर्यो।
कसम पनि खानुपर्छ कहाँ गयो यहीँ खाने हो प्रतिनिधि सभा सदस्य के अरे संसद ए हो यही खानुपर्छ त्यसै गरी टेन्टलाई भयो अबिर माला लगाइदिनु हुन जिल्ला सुरक्षा समितिको तर्फबाट श्रीमान प्रमुख जिल्ला अधिकारी तपाईँ हुन्छ नि दाजु हजुरको मोबाइल नम्बर समग्र म्याग्दी जिल्लाको तर्फबाट कल्याण गर्ने हो जिल्ला सुरक्षाको तर्फबाट मैले चाहिँ गर्छु अरूले के गर्छन् थाहा छैन होइन है क्या अरू जितेको उम्मेदवारहरूले बधाई छ फोटो हेर्नु यता त्यही त उता राख्नु यता राख्नुहुन्छ अहिले ठाउँ सबैलाई धन्यवाद छ शान्तिपूर्ण तरिकाले चुनाव गराउनु भयो शुभकामना हजुर शुभकामना ल धन्यवाद तपाईँलाई बधाई छ शुभकामना हार्दिक बधाई तथा शुभकामना म निर्वाचन अधिकारी फोटो खिच्नु उता राख्नु अबको क्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन यता राख्नु यो इन्टरनेट पऱ्यो त्यस्तो नगर दस लगाउँछ